मलाई धेरै जस्ता चिज मैले सम्झन सकेको छैन, तर मेरो खोजी चालु छ। जस्तै रामजी, कृष्णजी यी पुरुष हुन्, मतलब लोग्ने मान्छे त हुन्। यदि लोग्ने मान्छे हुन् भनेपछि लोग्ने मान्छेका त दाढी जुङ्गा हुन परे। कृष्णजीका पनि दाढी जुङ्गा छैन, रामजीका पनि दाढी जुङ्गा छैन। मतलब यिनु रामजीका र कृष्णजीका दाढी जुङ्गा फोटामा छैन। पुरुषका दाढी जुङ्गा हुँदैनन् भन्ने यो कुरा म मान्न सक्दैन। पुरुषका दाढी जुङ्गा अनिवार्य हुनु पर्यो। यिनीका दाढी जुङ्गा किन छैन? कोही यिनुका पुजारी छ भनेपछि मलाई भन्न सक्यो होला, यिनुका दाढी जुङ्गा कहाँ छन्, किन छैन? यिनुका दाढी जुङ्गा कहाँ गए? यी पुरुष त हुन्, पुरुष भएपछि दाढी जुङ्गा हुन पर्यो, किन छैन?